हेलो हजुरले नमस्कार, के छ खबर? सबैजना सन्चै आराम हुनुहुन्छ अनि नास्ता खानुभयो? आज हामी चाहिँ हामी भन्नाले मैले मोमो बनाउँदैछु स्पेसल मेरो छोराको लागि। मेरो छोरालाई एकदम मनपर्छ मोमो भनेपछि, आमामामामामा जति नै खान्छ। अनि मोमो किनिदिनु न मम्मी भन्दै थियो, अनि किनेर त अनि थोरै आउँछ होइन, बरु म घरै बनाइदिन्छु ल भनेर भनेको। ऊ चाहिँ खुसी हुँदै हुन्छ मम्मी भनेर भन्यो। अनि त्यसपछि मैले बनाउँदैछु। मोमो पनि पाक्यो अब मजाले। मुखै रसाउने कस्तो राम्रो है। थोरै भएको छ, तर उसलाई किनेर खुवाउन भन्दा त आफैले घरमा बनाएर होइन खुवाउँदा अलि राम्रो होला जस्तो लाग्यो। अनि त्यही भएर मैले बनाएर पस्किसकेछु। अनि यो चाहिँ सुप हो। कस्तो लाग्यो हेरेर कमेन्ट गरिदिनु ल। बाई बाई।